Tan tan tan. Woi. Yo ni त पारा. स्टार्ट अफ गर न। यो हालत तेरो के भएको यो? कता हो राजा यो? यो घुमिरहेको हो? अनि यहाँबाट देखिने पुरै हिमाल चाहिँ अब गौरी शङ्कर हिमालदेखि लिएर त्यो के हिमाल हो थाहा चाहिँ छैन हैन। यहाँबाट पुरै राम्रो बबाल देखिन्छ। अनि यहाँसम्म चाहिँ आउनुपर्छ क्या मान्छेहरू चाहिँ। यहाँ यतापट्टि चाहिँ आउनुपर्छ, त्यहाँसम्म बाइक आउनु दिन्छ अलि परसम्म। हाई एभ्रिवान, वेलकम छ सुदीप भ्लगमा। अनि सबैजनालाई नमस्कार पनि छ। सन्चै हुनुहुन्छ होइन? आज चाहिँ म धेरै दिन पछाडि चाहिँ भ्लग बनाउन खोज्दैछु। मतलब भ्लग बनाउन अब आज धेरै दिन पछाडि चाहिँ मैले राइडमा निस्केँ होइन। अनि आज म जाँदैछु ट्र्याक कहाँ भनेदेखि धामडम जाँदैछु। अनि त्यसपछि अब टक्क मेरो अगाडि पनि दुईजना हुनुहुन्छ, एउटा बाइक छ। अनि आज अब चाहिँ हामी सुन्दरी जलको बाटोमा छौँ। अहिले चाहिँ यो बाटो चाहिँ सुन्दरी जल जाने बाटो हो होइन। सुन्दरी जल हुँदै जान्छ धामडम जाँदा चाहिँ। अनि धामडममा चाहिँ त्यहाँ अग्लो अब अफरोड पनि छ, मजा आउँछ आज बाइक कुदाउन, किनभने अफरोडमा हानेको पनि धेरै दिन भइसक्यो। अनि त्यसपछि अनि हलुका हाइकिङ पनि हान्नुपर्छ जस्तो छ होइन। अब हेरौँ कहाँसम्म। म चाहिँ फर्स्ट टाइम जाँदैछु त्यहाँ, थाहा छैन, मैले थोरै लोकेसन चाहिँ हेरेको थिएँ। अनि त्यही हो, आज म हिन्दी र नेपाली दुइटैमा भ्लग बनाउँछु। किनभने हलुका यसो इन्डियातिर पनि भाइब दिनु पऱ्यो नि त होइन। इन्डियन भ्युवर पनि तान्नु पऱ्यो। यो अब चाहिँ हामी यहाँबाट वेलकम सुन्दरी जलको यो उसमा आइसक्यौँ, गेटमा, स्वागत गेटमा आइसक्यौँ होइन। यहाँबाट चाहिँ टक्क हामी सुन्दरी जलतिर जान्छौँ। इत्रु बाटो रहेछ त हौ। जान्छ के हो, ठोकिन्छ कि के हो? यस्तो राम्री मलाई त ठोकिँदा नि। अब आम्मामा राम्रो बाटो हुँदा कुबाटो हिँडेपछि यस्तै हो। यताबाट होइन, आवाराको सङ्गत लागेर हिँडेपछि आवारै हुन्छ भन्दै हो रहेछ। यता यत्रो बाटो देखि अन्धधुन्धमा छिराएको छ। अनि के भन्नु खै, धोका दिनेलाई के भन्नु र खै। आज मेरो बाइक चाहिँ पुगेर आउँछ कि आउँदैन मेकाटा। जाँड त दामी गनायो त। जाँड बनायो। जाँड त मिठो गनायो त हौ तेरिका। यस्तो बवाल गाउँ आइयो कि मेकाटा। भाई नेपाल में है ना जो इतना अच्छा जगह है, थोड़ा एरिया में भी अभी नीचे जो हम लोग प्लेन एरिया से कितना मीटर, 2-3 मीटर का ऊपर इतना अच्छा पहाड़ है। एडवेंचर के लिए अभी ऑफ रोड बहुत अच्छा आने वाला है। फिर भी नेपाल में यही बात अच्छा है। मेरा दोस्त है थोड़ा वो 2-3 पुंडा दोस्त है ना, वो साला पुंडा है फिर भी दिल का अच्छा है। वो साला केरला वाला है, वो 2-3 तो नहीं है, साला एक है। उस साला पुंडा है फिर भी दिल का बहुत अच्छा है। उस साला को मैं तुम नेपाल आएगा तो मैं घुमाएगा बोला था। वो पुंडा आएगा तो मैं जरूर उसको घुमाएगा, इतना घुमाएगा। फिर भी वो पुंडा को थोड़ा सा पैसा लेके आने के लिए बोलना पड़ेगा उसको, मैं बोलेगा। जस बबाल ठाउँ रहेछ होइन। यस्तो मजा आउने क्या घुम्नलाई। अब आज फेरि मौसम पनि हल्का तातो छ। अनि
जो मेरा सब्सक्राइबर है ना वो बांग्लादेश से भी है, मेरा दोस्त लोग है थोड़ा सा अभी, और उधर पाकिस्तान से भी है। पाकिस्तान से भी ज़्यादा नहीं है, थोड़ा है, उन लोग भी देखेगा। और दूसरा इंडिया से भी है, केरला से है, उन लोग भी देखेगा मेरा वीडियो। मेरा जो वीडियो है ना, मेरे को हिंदी तो इतना ज़्यादा मालूम नहीं है, फिर भी थोड़ा थोड़ा काम चलने वाला बोलता हूँ। अभी अपलोड आ रहा है इधर, पूरा अपलोड। ओह माय गॉड, इतना अच्छा है, इतना अच्छा है, जगह देखने के लिए बहुत अच्छा है। अभी ये जो फ्लावर है ना, ये फ्लावर का सीज़न है, ये सीज़न है। ये थोड़ा अभी दीपावली के टाइम में बहुत ज़्यादा होगा। दीपावली का टाइम से लेके 1-2 महीना तक ये जो अभी देख रहा हूँ, ये वाला फ्लावर बहुत ज़्यादा होगा। वाह, ये गाँव है साहब, गाँव तो छैन। भाई नेपाल घूमने के लिए इतना ज़्यादा, इतना अच्छा जगह, इतना अच्छा है। अभी थोड़ा टाइम में पूरा ए साइड में तो नहीं होगा, थोड़ा इधर कालीन चौक बोलेगा, उधर बर्फ गिरेगा था, जो है ना बर्फ गिरेगा उधर, बहुत अच्छा होगा। उधर बर्फ गिरने वाला सीजन ज़्यादा टाइम नहीं है, अभी 1 महीना का बाद पूरा बर्फ गिरेगा। লৈ करा লৈ हान्दे तान ओइ यो हो नि त पारा। स्टार्ट अफ गर न, यो हालत तेरो के भएको? यो कता हो राजा? यो घुमिरहेको हो? सक्छस् उठाउन सक्छस्? ल हेर्नु न, कुलेन छु यो ठोकन ठाउँ छैन, कहाँ फुट्ने? जा तेरो हात काम हो, अब हात काम हो तेरो, अब हात काम हो तेरो, अब थाहा छ? गाडी पचास माथि त बाटो चाहिँ जे सेज भेन्चर रहेछ होइन, टक्क अब लडिन्छ भन्ने चाहिँ अब मान्नु हुँदैन क्या। लडिन्छ भन्नु भने त लडिहालिन्छ। ओहो, भिडियो बनाउँदै हिँड्नु अङ्कल, उताको अगाडिको। रास्ता में पूरा गाड़ी फंस गया है। रास्ता में गाड़ी फंसा है इधर। यो बाइक लगिदिएको अनि हाम्रो त के राजा हो नि, यस्तो त उडाइहालिन्छ नि।
यो गाडी आमामा मान्नुपर्छ क्या यो गाडी यहाँ लिएर आउने मान्छेलाई चाहिँ ल के अब यसलाई डोजारै मगाउनु पर्ने नसमेको जाँदैन दाइ हो कि चाहिँ नि अब हिँडेर गएर त्यहाँ गाउँमा गएर कोही मान्छे यसो आएर समाइदिन्छन् भनेर समाएर त्यहाँ हुन सकेला क्रेन मगाउनु पर्ने भयो ल मेरो विचारमा तपाईँ यहाँबाट ऊ सिङ्गल लोटाएको दाइसँग गएर कोही 2-4 जना मान्छे लिएर आएर साबल ल्याएर यो अलिकति ठिक छ अब यस ठेल्नुपर्छ थोरै ब्याक आउनु न ब्याक आउनु ए उयो ढुङ्गामा ठोक्यो स्ट्यान्ड टक्क यहाँ चाहिँ खाजासाजा खाने ठाउँ यसो रहेछ होइन अनि त्यहाँबाट चाहिँ टक्क अब धारडाङ चाहिँ मात्र यहाँबाट चाहिँ 3 किलोमिटर बाँकी छ अनि त्यो हिले जाने धारडाङ चाहिँ यता जान्छ जाने होइन अब जम्मा यहाँबाट चाहिँ धारडाङ जम्मा 3 किलोमिटर छ अब हामी चाहिँ यहाँबाट टक्क धारडाङ लाग्यौँ होइन यहाँ चाहिँ खाजासाजा खाने ठाउँ यसो विश्राम गर्ने ठाउँ रहेछ अब धेरै छैन छिटै पुगिन्छ जस तपाईँहरू पनि आउँदा होइन इन्जोय चाहिँ बवाल हुने रहेछ अलिक गाइज होइन हामी चाहिँ धारडाङ आइपुग्यौँ अब पुरै यताबाट देखिने चाहिँ यही रहेछ कता पार्किङ हान्दिउँ ल फाइनल्ली होइन एउटा एक्का आइसक्यो ल धारडाङ चाहिँ यहाँबाट देखिने माउन्टेन चाहिँ अलिकति नदेखिँदो रहेछ मान्छेहरू चाहिँ लास्ट टर्नै आउँदो रहेछ तर फर्किसकेछ पौडी खेल्न जाने भन्नु पौडी खेल्न जाने समुद्रमा माछा मार्न पाइन्छ होला नि त पाउँछ मैले अहिलेसम्म एउटा भेटाएन ए नभएर चाहिँ हो जोस् मजा आयो अनि बाटो चाहिँ एकदमै एडभेन्चर रहेछ होइन अनि यहाँबाट देखिने चाहिँ पुरै यहाँ डाँडामा देखिने रहेछ तर पोखरी चाहिँ ठुलो रहेछ उताबाट चाहिँ भिडियो राम्रो आउँथ्यो होला हामी ठ्याक्क घामको साइडमा पऱ्यौँ क्या अहिले चाहिँ उताबाट हेरिदिउँ न एकलट यो यहाँ मात्र पल्लो छेउ कताबाट बाइक जान्छ ए जाऊँ न त खोइ गएको छ पानी ल अब यो धापडामको देखिने यताबाट चाहिँ यो होइन अनि यहाँ अब सानो सानो ट्याक्कै सानो सानो झर्नाहरू हुन्छ सर यस्तो बवाल देखिने झर्नाहरू बाइक लिएर आउनु पाएको त मजा आउँथ्यो होला जोस् कस्तो मजा आइरहेको छैन होइन के भयो के जाँड चाहियो तपाईँलाई जाँडो त चाहियो
त्यस्तो नबोल्नु न, छाडा नबोल्नु न, छोराको अगाडि त्यस्तो बोल्नु। तैँले के त बाउलाई अडक्क गरेर कोदाको एक डबका हान्नुपर्छ। अनि हेलो सानो मान्छेलाई ढुङ्गा बोक्ने हो, धरान लिएर जानुपर्छ जस्तो छ। लगायत यहाँबाट देखिने भ्यू चाहिँ होइन बबाले देखिन्छ। अनि उता साइडमा चाहिँ मान्छेहरू आएर बस्ने मात्र गर्दो रहेछ त्यतापट्टि। अनि यहाँबाट देखिने ड्याम चाहिँ यहाँबाट सुरु हुँदो रहेछ, यो एक कुनाबाट। यताबाट पानी पनि आउँदो रहेछ त्यहाँनिर अघि मैले देखाएँ। अनि यहाँबाट देखिने हिमाल चाहिँ यस्तो बबाल देखिन्छ कि त्यही हिमालको भ्यू हेर्न चाहिँ यहाँनिर यो पोइन्टमा आउनु पर्ने रहेछ होइन मान्छेहरू। त्यति आउँदो रहेछ, त्यहाँसम्म मात्र बस्दो रहेछ। हामी चाहिँ अब यहाँसम्म आयौँ होइन। अनि यहाँ आउँदाखेरि चाहिँ उता परबाट हिँड्दै हिँड्दै आउनुपर्छ, त्यहाँसम्म बाइक आउँदो रहेछ। अहिले चाहिँ त्यहाँ ढाट लगाएको रहेछ, त्यही भएर बाइक आउन दिँदो रहेछ। अनि यतापट्टि के छ, यतापट्टि पुरै देखियो। अनि यो चाहिँ खास भन्दा चाहिँ यो बागमतीको मुहान हो होइन। यताबाट तलबाट झर्छ यो यहाँको ड्याम चाहिँ, जुन धाप ड्याम हो यो चाहिँ मेन भनेको चाहिँ यही हो बागमतीको मुहान चाहिँ। यहीँबाट बागमती बग्दै बग्दै जान्छ तल काठमाडौँ हुँदै 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 जान्छ होइन। अनि त्यही हो, अब यहाँ आएर चाहिँ टक्क हिमाल हेर्न अनि पहाड हेर्न। अनि यहाँ अहिले उतापट्टि पुरै घाम भयो नि, यहाँ चाहिँ पुरा चिसो भएर मजा आइरहेको छ। हाम्रो काकालाई के छ गुड छ। मलाई अलिकति तुम्बा र सेकुवा खाने इच्छा छ। अब त्यो कतिखेर पुरा हुन्छ? तपाईँको पुरा हुन्छ, त्यो चाहिँ मलाई अनि लास्टै खानु मन लागिरहेको छैन। यहाँ आएर अब तम्बा सेकुवा चाहिँ खानुपर्छ, नखाइ चाहिँ हुँदैन। अब धाप ड्यामको चाहिँ यहाँबाट देखिने भ्यूहरू चाहिँ बबाल यो साइडबाट चाहिँ देखिँदो रहेछ। मान्छेहरू चाहिँ प्रायः त्यो त्यही साइडमा आएर फर्किने गर्दो रहेछ होइन। अनि यहाँबाट देखिने पुरै हिमाल चाहिँ अब गौरी शङ्कर हिमालदेखि लिएर त्यो के हिमाल हो थाहा चाहिँ छैन होइन। यहाँबाट पुरै राम्रो बबाल देखिन्छ। अनि यहाँसम्म चाहिँ आउनुपर्छ क्या मान्छेहरू चाहिँ, यहाँ यतापट्टि चाहिँ आउनुपर्छ। त्यहाँसम्म बाइक आउनु दिन्छ अलिक परसम्म, त्यहाँबाट यताबाट त्यहाँ गेट लगाएको रहेछ, त्यहाँबाट हिँड्दै आउँदा हुन्छ होइन। अनि यही हो, उताबाट देखिने यो भ्यूहरू बबाल भयो। त्यहाँसम्म मान्छे अलिकति धेरै आएर बस्दो रहेछ, त्यहाँ आएर बस्ने, त्यहाँबाट यता चाहिँ आउँदो रहेछ। अनि यहाँ आएको बेला चाहिँ यो साइड चाहिँ नआउनु होला, त्यहाँसम्म मात्र आएर गयो भने चाहिँ खास चाहिँ यहाँबाट देखिने भ्यूहरू चाहिँ बबाल देखिँदैन। अनि यताबाट देखिने पोइन्ट त्यो जुन बागमतीतिर जाने पानीको ड्याम चाहिँ उहाँ पर रहेछ। त्यहाँबाट चाहिँ उता पानी जान्छ बागमती जाने, सायद यही होला, मलाई मजाले थाहा भएन। त्यही हो, त्यहाँबाट उता जान्छ। अनि यहाँबाट देखिने भ्यूहरू चाहिँ बबाल यो पुरै हिमालको यता पश्चिमको हिमालको चाहिँ भ्यू पुरै यहाँबाट देखिँदो रहेछ। हान्दिने भन्नु के छ विचार? कक्क विचार अब यहाँ दुईजना अलिकति यहाँ खै के भन्नु हुँदैछ, यहाँ माथिबाट चढ्ने अरे यस्तो काम चाहिँ गर्नु हुँदैन, म चाहिँ खिच्नु भनेको अरे क्या। हान्नु न त नि ल, सिङ्गल भए त उठाइदिनु हुन्थ्यो, एक्लै रहेछन्। यसो सिङ्गल छ भने भन्नु है, हाम्रो गाडी खाली छ एउटा भनेर। भूकम्प आउँछ भाइ। तेरे लिए हिजिया में चिस्का दाल।
ठेल्दिम छेउ हिँड्ने हो ल गाइज भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट होइन गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सुदीप ब्लगलाई सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच बाई अब आजको एडभेन्चर यस्तै छ बबाल छ होइन माया गरिदिनु होला लभ यु अल